welcome back to my channel. So guys, आज चाहिँ हामी पानीपुरीको मकबाङ च्यालेन्ज गर्न आँटेको छौँ हैन। मकबाङ चाहिँ हामी पछाडि गर्छौँ तर पहिला चाहिँ कम्पिटिसन गर्ने। 10 वटा पानीपुरी 3 जनाकै प्लेटमा छ इच। अनि यहाँ जस्तो कि देख्नुहुन्छ ल सबैजना देखाउँ त यहाँ चाहिँ हाम्रो पानीपुरी 10 वटा छ, जम्मा 30 वटा। यो चाहिँ हामी च्यालेन्ज गर्छौँ हैन। अनि रेशमाको चाहिँ हात यहाँसम्म पुग्दैन भनेर उसलाई यहाँ पानी राखिदिएको छौँ। अनि हामीसँग थप मकबाङको लागि यहाँ छ पानीपुरी, अझै अर्को आँटीमा पनि छ हैन। अनि यहाँ चाहिँ पानीपुरीको झोल छ, यहाँ चाहिँ हाम्रो करेन्ट। अनि त्यस पछाडि पानीपुरीको यहाँ आलु छ है गाइस। थप अलरेडी हामीले हालिसकेको छौँ। अनि थपको लागि चाहिँ यो यहाँ राखिदिन्छौँ। अनि हामीसँग पानी पनि छ है गाइस। सो अब लेट्स गो गर्नुपर्छ होला है, ढिलो नगरिकन। ल आर यु रेडी? कस्तो हेर 1 2 3 गो। Yum. Little more. बन्द गरिए जस्तो थियो। बाफ्रे कम्पिटिसन त के हो? 3 दिनवटै छ सबैको। रेसमा हुन्छ कल्टी मसँग भन्छ म ब्रो सेकेन्ड थर्ड हामीलाई चाहिँ डबल पिरो होस् भनेर यो बाहिर माथिबाट चाहिँ धुलो खोर्सानी पनि हालेको थियौँ। यहाँ मसला मिक्स भएको छ नि। खाइसक्यो अहिले नुडल्स ट्राई गर्नु गाइस स्पेशली मसला राम्ररी नभएको रहेछ। मलाई नहोले चाहिँ नि यतातिर लागेको रहेछ। यो मरो कस्तो हुन्छ किन साइज
बोल्नु अनि शान्तिपूर्वकले त्यो पानीपुरी भन हामी खाने बेला बोल्नु यस हाम्रो बाजेले भनेको पुच्छाले बोल्नु I think I'm done भइसक्यो I'm out of the game, out of the zone. Okay, nice. You? दुईटा हन्तकाली म चाहिँ के हो गाइस मान्छे हेर्दा चाहिँ मोटो न मोटो तर नानीजना हाम्रो त कमै खान्छ बट स्टिल I'm getting fat day by day. How to gain? Sorry. How to lose weight? How to lose weight? How to gain weight? By exercising, which I don't do. मोटाउनु चाहिँ कसरी म भन्छु अहिले सबै यो खा हैन अनि खाने बित्तिकै भ्यात्त भएर छु अनि नउठ अनि राति खाना पनि नखा ए के दिनु बिचार उयो ल्याउनु उनो ए बेच्छ त साँच्ची है मैले त्यत्रो डिस्कस गरेको के रहेछ You forgot. पानीपुरी चाहिँ जे जस्तो अवस्थामा खानु छोड्नु भएन गाइस यहाँ त बरु मिठो हो उता त मिठै भएको थिएन के पानीपुरी बनाउँदा उता बनाएर आएको बनाएको तिमीले आएको घरको जस्तो कहाँ हुन्छ त हौ गाइस बाहिर सानो नपुगेर के नपुग्यो ए जलतिर बनाउनै आउँदैन तिमीलाई मलाई मात्र छ जलेर पाँचै दियो त्यहाँ देख्न सक्नु आँटेन नि त एक महिना बाँकी के भयो के गर्छस् त नुन अजिना त्यो अहिले मेरो बिहान बज्छ होला त्यो खाएपछि यसो त्यो हाइकिङ जाँदा जाँदा म जान्न होला भन्नु नि साथीले ए भन्नु हाल्छ आलु हालो भनेर चाममा डान्स हाल्नु भनेर चाहिँ गाइस के को हाल्छ I will use spoon because hands are dirty. स्पुन पनि भन्दैन ल फर्क भन्छ ल अनि के स्पोन पनि भन्छ ल नेपालीमा भाषामा स्पोन भन्छ भन्नु त गाइस इङ्ग्लिसमा पो फर्क भन्छ त हो यो काँटा चाहिँ भन्दैन हैन काँटा चाहिँ के नै भन्दैन ओए स्पुन भन्दैन रे काँटा भन्दैन नेपालीमा 12 क्लास पढेको मान्छे आई एम सेइङ इन इंग्लिश अनि इंग्लिसमा त फोर्क भन्दैन ओए तँ पनि 11 मा छस् लाटी फर्क पनि भन्छ नि एजुकेसन चप तेरो चाहिँ त्यस्तो छ लाटी बोर्डिङमा पढाइ के काम छैन leave me I need to be comfortable पानी र पुरी पानीपुरी मात्रै खानु पर्ने के आलु कहाँबाट आयो म त आलु त भएर त मजा आएको छ मसालेदार अहिले पनि याद आयो नामै गर्दा तपाईहरु उभिएर बस्नुहुन्छ नामै गर्दा नामै गर्दा मैले तपाईहरु विभिन्न गोलगप्पा भन्छ है मम्मीहरूले पहिला पानीपुरी कहाँ भन्नुहुन्थ्यो पुच्का भन्नुहुन्थ्यो हो पुच्का
सो गाइज आजको लागि यति नै अब हामी युट्युब भिडियो यति नै गर्ने हो फुल भइसक्यो म यिनीहरू दुईजनाको थाहा छैन होइन अब यो पछि चाहिँ हामी रिल बनाउन आँटिरहेछौँ एउटा टिकटकको लागि पोस्ट इन्स्टाको लागि पनि सो सी यु इन द नेक्स्ट भिडियो बाई Like, share, comment, and subscribe. subscribe